नजिकमा रहेको एक दुर्गम गाउँबाट जहाँ युवाहरू विदेशीले भोटबाजी चलिरहेको छ। कयौँ युवाहरू विदेश पलायन भइसके भने केही जाने तर्फरमा छन्। बिस्तारै गाउँ रितिँदै जाँदैछ र गाउँमा केवल एक औषधि दिनुहोस् न। ए यो पखाल नानु ल। ओहो रानु काका नि आउनु भएको छ। नमस्ते है काका। ए काका तपाईँ यहाँ सन्चो भएन कि के हो? हेर न बाबु, यहाँ 3-4 दिन भइसक्यो रुगा खोकी लागेर मर्नै लागिसक्यो भने त्यो अस्ति तिमीले पठाएको औषधि थियो नि त्यो रातोवाला त्यो खाएको त्यसले पनि ठिक भएन। 2 दिन भइसक्यो। त्यही भएर अब के गर्नुपर्छ बाबु भनेर यहाँ आएको। ए यति जाबो तपाईँ चिन्तै नलिनु न पक्नु ल। यो एन्टिबायोटिकको क्याप्सुल एक पत्ती लानु, बिहान र बेलुका 2 टाइम खानु, 2 दिनमा एकदम सन्चो हुन्छ। यदि सन्चो भइसकेपछि यो खान छोडिदिनु होला। ए ल ल लाडो छोरा। ल दाइ पनि के भन्नुभएको? एन्टिबायोटिकको डोज त पुरा गर्नुपर्छ नि, नत्र यसले पछि काम गर्दैन। नगराउ तिमी। हिजो अस्ति भर्खर स्कुल जान थालेको नानीले आज मलाई सिकाउँदैछ। 20 वर्ष भयो मैले यहाँ औषधि पसल खोलेर बेच्न थालेको। तिमी जाऊ आफ्नो काम गर। ल ल अहिले यस्तो गर्दै हुनुहुन्छ, पछि आफै बुझ्नुहुन्छ तपाईँको लापरवाहीले के हुन्छ। हेरौँ ल। काका र हरि औषधि लिएर घरतिर लाग्छन्। काकाले औषधि लिएर त जान्छन् तर औषधि सेवनमा औषधि खान छुटाउँछन् अनि उनलाई बिहानी पक्क मात्र थाहा पाउँछन्। ला हरि, ए हरि कति कराउँछ या बुढो? त्यो हिजो दिएको औषधि लिएर बेलुका मैले औषधि खान छोडेछु। केही भएन, हिजोको सट्टा नि आज नै खाइदिनुहोस्। लाउनुहोस् 2टा गोली। 2टै खाइदिनु? खाइदिनु। ए ल ल ल ल। अब हामी यमलोकमा आइपुगेका छौँ जहाँ यमराज र चित्रगुप्त धरतीमा हेर्दै केही भराखुसारी गर्दै हुनुहुन्छ। दक्षिणा के लिएर छ? अब त सेड्युल मेन्टेन गर्न पनि गाह्रो भएको छ। मान्छेहरू अनएक्सपेक्टेडली मर्न थालेको छ। कसरी भयो यो? महाराज यो सुपरबगको कमाल हो। सुपरबग? नयाँ सुपर हिरो हो कि क्या हो? होइन प्रभु, हिरो होइन, यो त भिलेन हो। भिलेनको पनि फाइनल बस हो। कसरी बच्छ यो सुपरबग? मान्छेहरूले एन्टिबायोटिक भात खाए जसरी खान्छन्। अब त ब्याक्टेरिया निकै स्ट्रङ भइसक्यो। त्यो मेडिकल दाइले बोलाऊ मेरोमा छिटो। उसले धेरै ग्राहक पठायो यहाँ। प्रभु मेरो विचारमा अब तपाईँ रिटायर हुने बेला आएको छ। किन? प्रभु शान्त। मान्छेहरूलाई मार्न अब यमराज चाहिँदैन प्रभु, सुपरबग नै काफी छ। त्यसो भए चुप, यो सुपरबगलाई समातेर ल्याऊ। जाऊ प्रभु। मेडिकल दाइ र भएर श्वास प्रश्वासमा पनि कठिनाइ बढ्दै जान्छ। अन्ततः हरि र सीता उनलाई लिएर अस्पताल जाने निधो गर्छन्। डाक्टर साहब के भयो मलाई? के भयो एकचोटि आफूलाई सुताउनु त। बिस्तारै है बिस्तारै।
के भयो डाक्टर साहब जब एउटा निमोनियाले यस्तो पर्यो हरिजी तपाईँको बुवालाई हामीले नर्मल एन्टिबायोटिक कुनै पनि नर्मल एन्टिबायोटिकले काम गरिरहेको छैन। उहाँको शरीरमा मल्टी ड्रग रेसिस्टेन्स ब्याक्टेरिया छ। हामीले उहाँलाई हाई डोजको एन्टिबायोटिक पनि दियौँ तर त्यसले पनि काम गरिरहेको छैन। हेर्नु त हरिजी मैले भन्नु त तपाईँले पहिल्यै भनेको थिएँ नि हामीले जब जब एन्टिबायोटिक खाएर त्यो ब्याक्टेरियालाई ट्रेनिङ दिए अब त्यो ब्याक्टेरियालाई मार्न सक्ने औषधि नै छैन। भगवान के गरौँ गरौँ यो बुढो त के गर्न आँट्यो यार बलवान हो बलवान तिम्रो एमोक्सिलिनलाई मैले तपाईँलाई ठोकिसकेँ तिम्रो एजिथ्रोमाइसिनलाई मैले बचाइसकेँ केयरलेस म बुढो बोला होइन म तिम्रो केयरलेसको प्रोडक्ट हो केयरलेस मान्छेहरू अन्ततः उनीहरू सबैले आफ्नो आफ्नो लेसन लर्न गर्छ। साथीहरू यो मजाक जस्तो लाग्न सक्छ तर यदि आज हामीले यो कुरा बुझेनौँ भने भोलि सानो घाउले पनि मान्छे मर्न सक्ने दिन आउन सक्छ। त्यसैले एन्टिबायोटिक म्याजिक बुलेट र चक्लेट होइन। यो सबै मेरै गल्ती हो। अहिले जुन आइसियुमा आउनु पर्यो यो पनि सबै मेरै गल्ती हो। म अबदेखि डाक्टरको प्रेस्क्रिप्सन बिना केही पनि औषधि खाने छैन र मेरो छोरालाई मैले विदेश पठाउन पनि सकिनँ। यो सबै जग्गा जमिन छिट्याउने यो चुरोट पनि आज नै छोडेर मैले अबदेखि म पनि पैसाको लोभ गरेर बुवाको स्वास्थ्यसँग खिलवाड गर्दिनँ र विदेश नगई यही देशमा बसी यही देशमा रोजगारी गरी आफ्नो बुवाको सेवा गर्नेछु। म पनि अबदेखि प्रिस्क्रिप्सन बिना कुनै पनि औषधि बेच्ने छुइनँ। मान्छेको ज्यानभन्दा ठुलो पैसा होइन रहेछ। डाक्टरको प्रेस्क्रिप्सन बिना एन्टिबायोटिक्स नलिम र नदिम। औषधिको डोज सही सदुपयोग गरौँ। डोज खान बिर्सेमा डबल डोज कहिले पनि प्रयोग नगरौँ। प्रभु पकड्नुहोस् यही हो सुपर बोल प्रभु औषधिको सही प्रयोग स्वास्थ्य समाजको मूल मन्त्र। सिकाउने जिम्मेवारी हाम्रो काँधमा छ। एन्टिबायोटिकलाई बचाऊ, भविष्य सुरक्षित बनाऊ। आशा छ तपाईँहरूले यस ड्रामाले दिन खोजेको सन्देशलाई आत्मसात गर्नुहुनेछ। धन्यवाद। महाराज अब प्रश्न